गाइज वेलकम ब्याक टु मनोको ब्लगमा हजुर स्वागत छ। आज चाहिँ हामी कहाँ जान आँटेको हजुरलाई थाहा होला। गेट यहाँ के खानु सकेन मामाले। आज चाहिँ मामाले छोडिदिनु होला हामीलाई। टक्क हामी चाहिँ आज साकेला जाँदैछौँ। कुन ठाउँ भने कुन ठाउँ भन् त के उता के उता जय श्री राम। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। जय महाकाल। जय परमेश्वर। 2-3 दिन बस्दाखेरि यस्तै हुन्छ। गाइस हामीले चाहिँ यहाँबाट तनाव भयो गाइस, तनाव ल। ओ माय गॉड, बाप रे फोन ले क्या सक्नुहुन्छ मामा। जय श्री राम। मेरो मामा चाहिँ हेभी ड्राइभर हो। अब हेभी ड्राइभर के गर्नु लगाइ। हामी चाहिँ अब चल्दै होइन गाउँबाट हाम्रो। ल अब साकेलामा भेटौँ न सबैजना। हामी चाहिँ अब चल्दैको देख्नुहुन्छ पानी परेर यस्तो हाल्छ। ल हामी चाहिँ अब एकचोटि पुगेको भन्छु हस्त। फाइनल गाइड हामीले चाहिँ पाइपै सकिन्छ गाडी। अनि हामी चाहिँ रुक्ने बजारबाट गइरहेछौँ। देख सक्नुहुन्छ पानी परेर यस्तो यस्तो बाटो बनाउँछ। अब डाइरेक्ट हामी कदमामा झर्ने अनि कदमामा डाइरेक्ट उता झरेर कारे गाइड फाइनली हामी चाहिँ मत्तीकटा झरिसक्यौँ। कदमा हो ए सरी कदमा हो ए सरी कदमा। देख सक्नुहुन्छ फुल कस्तो राम्रो राम्रो। गाइड हामी चाहिँ मत्तीकरा झरिसक्यौँ होइन। अब चाहिँ जोगी त मैला गाउँ जानुपर्ने हुन्छ। र अब हामी चाहिँ अब नजिकै छौँ मोरा काका र भतिज। अनि मेरो भाइहरू चाहिँ उतै छ होइन। अनि हामी चाहिँ अब हिँडेको गाइडहरू चाहिँ सुन्नुहुन्छ यहाँको भ्युवरहरू कस्तो राम्रो छ आम्मामा। अनि हजुरले कस्तो हुनुहुन्छ होला। आज चाहिँ हाम्रो साकेला छ त्यही कारणले। हेलो गाइज हामी चाहिँ राधा पुगको घर आइसक्यौँ। देख्नु सक्नुहुन्छ यहाँ गाइजहरू यहीँ छ। अहिलेसम्म कपडा हालिदिनु नयाँ कुरीहरू। हाम्रो बोजू राम्री बोजू हाई गर्नु त ल। हाई गर्नु न हाई यस्तो ल ठिक छ। अरे बाफ ल अब खानासाना खाएर अब टक्कै कता हो कता। ए एकजना गएको छैन त राइट ड्रेस खै त निकाल त्यसलाई बाहिर। कहाँ छ भित्र बाघको चितुवाको छैन त। चितुवाको खाले न यही त बाइक लिएर गएको न। अब चाहिँ खाना खानु पर्ने हुन्छ। अब खाना खाएर ल मकै बारी ल ह्यान्डसम बोयहरू है हल्ला नगर धेरै। पानी मिठो हो क्या हजुर। हामी चाहिँ खालिछु गाउँको ठिक छ हजुर। ठिक छ हजुर। गाइस ल चाहिँ हामी चाहिँ अब खानासाना खाएर टक्कै सब हाम्रो राई टिमहरू
रेडी भएर ल चल्ने ल चल्दिउँ खोइ त्यसमा है हाल्छ ल लैन चल गाइजहरु ल हामी चाहिँ अब जाँदैछौँ साकेला खेल्नलाई कुन ठाउँ रे कुन ठाउँ धनगढी जाँदैछौँ हामी ल ओइ हिँड न रोहित तल हिँड न जम छिटो हिँड अर्को त्यसमा खै हिँड तपाईँ ल हिँड चल हिँड उता फोटो खिच्नु हिँड्न यसले हिँड्न गाइज हामी चाहिँ राधा फुको घरमा छु होइन देख्न सक्नुहुन्छ यस्तो दामी छ आमा भ्यू हेर्दा पनि सक्नुहुन्छ यस्तो राम्रो छ नि चलु राइट टिमहरू फाइनली गाइज हामी चाहिँ आइसकेछौँ साकेला खेल्ने ठाउँ हुन्छ सोल्दिनेहरू हुन्छ राम्रो अब हेरौँ के हुन्छ यस्तो राम्रो छ यहाँ त ओइ यो त मैले ठाउँै देखेको थिइनँ यो त कस्तो राम्रो छ ए हे तोरी के गाइजहरू देख्न सक्नुहुन्छ त्यही त नि ऊ सबै कुरा बेच्नु मिल्छ किन्नु मिल्छ ल किन होइन अब सबै त्यही हो हाम्रो साकेला खेल्ने ठाउँ आलु बाल्नु पर्नु बनाउनु माया ल हाम्रो ठाउँ यो गाइस अब एकछिन पछि साकेला हुन्छ देख यो सबै आफ्नो आफ्नो ब्रान्च हो गाइस हामी चाहिँ अब यहाँ कसरी हो एक बारे कसरी 5 ल ल यसके चोटले यसके चोटले ए भाइ घर जा गाइस देख्न सक्नुहुन्छ साकेला खेलिसक्यो यो चाहिँ महिला गाउँ आयोजक खेल्नुहुँदैछ अनि हामीहरू चाहिँ यहाँ सक्दैन अरू आउनु बाँकी नै छ दामी गरिरहेछ क्या स्वागत गरेछ देख्न सक्नुहुन्छ अरू टिमलाई देख्न सक्नुहुन्छ यसरी गर्दैछ
पर्दैन? सबै टिमहरू सबै